र यो नायब सुब्बाको परीक्षामा सोधेको फिगर काउन्टिङको यो क्वेसन हेर्नु त्यसमा तपाईले त्रिभुजको संख्या निकाल्नु पर्यो के गर्ने त अब यस्तो चित्र आउने बित्तिकै तपाईले ट्रिक यदि थाहा छैन भने तपाईले सिधै नम्बरिङ गरिदिनु यसरी 1 2 3 4 5 6 7 8 सबै सानो सानो फिगरलाई नम्बरिङ गर्ने अब नम्बर गरेको मध्ये कुन कुन चाहिँ ट्रायंगल हो त्यहाँबाट गर्दै जानुस् 1 2 3 1 2 3 ट्रायंगल हो 1 2 3 त्यसैगरी अर्को कुन ट्रायंगल हुन्छ 6 7 र 8 ट्रायंगल हो हैन त कतिवटा भयो 6 वटा भयो 6 वटा अब दुईटा दुईटा जोडेर बन्छ कुनै यसो हेर्ने दुईटा दुईटा जोडेर बन्छ त 1 2 जोडेर बन्दैन 2 र 3 जोडेर बन्छ हेर्नुस् है यो सजिलो छ 2 3 जोडेर बन्छ अर्को 6 र 7 पनि जोडेर बन्छ कि बन्दैन अरु कुन दुईटा जोडेर बन्छ ल भन्नु त अर्को तपाईले 3 र 5 जोड्नु भयो भने बन्छ नि 3 र 5 जोड्नु भयो त्यसैगरी 4 र 7 जोड्नु भयो भने पनि ट्रायंगल बन्छ हो यो 4 वटा भयो त्यसैगरी अब तपाईले तीनटा जोडेर बनाउन सक्नुहुन्छ सकिन्छ हेर्नु त यो 3 5 6 सबै जोड्यो भने पनि ट्रायंगल हुन्छ अर्को कुन हुन्छ 6 7 8 पनि त ट्रायंगल हो 6 7 8 हैन अर्को कुन छ 2 4 7 2 4 7 पनि ट्रायंगल हो यो भयो त्यसैगरी अब तीनटा अरु छ त छैन अब 4 वटा खोज्नुस् 4 वटा जोडेर यो 4 वटा जोडेर पनि ट्रायंगल बन्छ 1 2 4 7 हो अरु कुनै छ 4 वटा 3 5 6 8 जोडेर बन्छ त बन्दैन है 4 5 6 7 बन्दैन यति नै हो यो भन्दा बढी बन्दैन कतिवटा भयो त अब यो चाहिँ कतिवटा छ एउटा भनेपछि जम्मा कतिवटा 6 4 10 3 13 1 14 वटा ट्रायंगल बन्यो जुन तपाईको अप्सन डी मा छ